हेलो लस्सो सबैजनालाई धेरै दिनपछि न्यू ब्लग आएको छ। सबैले हेरिदिनु, सपोर्ट माया गरिदिनु। गाउँघरमा होइन जङ्गलतिर छु हो, जङ्गलतिर काफल खान आएको छु। यस्तो राम्रो काफल रहेछ कि होइन, यस्तो पाकेको रहेछ कि होइन, सब फेरि बादली खाएर सकाएछ कि। कफल चाहिँ मजाले पाकिसक्यो, मिठो रहेछ कि, गुलियो रहेछ। मैले खाइसकेँ। धेरै दिनपछि फेरि एउटा छोटो होइन, धेरै दिनपछि अब ब्लग सुरुवात गरेको छु। धेरै ग्याप भइसक्यो मेरो, त्यस्तै 9-10 महिना बढी नै भयो होला, 1 वर्ष जति भइसक्यो होला मैले ब्लग नहालेको। टाइम पनि थिएन, बिजी थियो होइन, त्यही भएर अझ एउटा भिडियो हालिदिउँ न। गाउँघरमा आएपछि ट्याक्क अब कफल खाएको होइन, नेचुरल फ्रुट, अब अर्ग्यानिक फल खान पाउँदा होइन छिट्टै आनन्द फिल हुन्छ के, छिट्टै फिल हुन्छ कि आफ्नै गाउँघरमा होइन। फाइनली ट्याक्क अब रुखमा चढ्न लाग्यो म चाहिँ। यता काका हुनुहुन्छ, यता देख्दैन रहेछ होइन, कारण म छु। म चाहिँ यता आएको, यता अर्को रुखमा होइन, यता रहेछ, यता देखियो। फाइनली म रुखमा चढेको है त, फाइनली म रुखमा चढेँ है ट्याक्क। के रुखमा भन्दाखेरि तपाईँलाई देखाउँछु ल, हेर्नु तपाईँले चिनिसक्यो होला होइन। ठ्याक्क हेर्दै यस्तो मिठो रहेछ, यस्तो गुलियो होइन, अर्ग्यानिक। हो माई गड, प्राकृतिक फल हो क्या, अर्ग्यानिक नेचुरल फ्रुट। हेर त जुत्ता लगाएर आएको होइन, जुत्ता लगाएर एक रुखमा चढिदिएको, बिजोग छ मेरो हालत। ओ माई गड, हामीले चाहिँ कफल ट्याक्क टिभी सक्यो। ल हेर्ने, ल हेर्नु देखाउ त। ओ माई गड, खाएर देखाउन यार, खाएर देखाउन। एउटा दुईवटा मात्र फेरि होइन, 2 केटा मात्रै खाएर देखाउनु। क्या गुले है, मलाई थाहा पाइसकेँ मैले, यस्तो मिठो हेर्नु त। कालो छ है, कालो त भइहाल्छ नि पाकेपछि, के हुन्छ मात्र। अनि यति टिभी होइन, यति भए पुग्छ मजाले। जब धेरै खानु पनि हुँदैन, त्यही भएर हामी लागेको होइन अब घरतिर। ज्याकेट पनि छ, टन्नै सामान छ फेरि। लाइक गरिदिनु, यसो हेरिदिनु होइन। कफल खान आएको छु अझ जङ्गलतिर। फाइनली हामी चाहिँ फर्केको अब ट्याक्क घरमा। किन ल अरे नलेज न इज्जत छैन भने किन मित्राले जो तारी बनाउने ल ल ल ओए कोकसँग त दुई हात मात्रै हो फेरि। हामी चाहिँ लाग्यो अझको फाइनल भिडियो यति नै लास्ट होइन। ल हामी गएको है अब।